दर्शकवृन्द, हामीले उठाइरहेको विषयवस्तु हो जुन चाहिँ भतिजो बुहारीले चाहिँ विष दिएर सासुलाई मारिसक्यो र ससुरा बुवा भर्खर मात्रै हस्पिटलमा आएको भन्ने आरोपमा यति बेला बुहारीलाई प्रहरी अनुसन्धान गरिरहेको छ। आखिर के रहेछ, भर्खर मात्रै बुवा बाँचेर आएको छ। म बुवासँगै सोध्नेछु, भिडियोलाई अन्तिम समय हेर्नुहोला। नमस्ते बुवा। नमस्ते। हजुरको शुभ नाम? भक्तबहादुर राई। हजुर? भक्तबहादुर राई। भक्तबहादुर राई। भर्खर हस्पिटलबाट आउनुभयो बाँचेर? भर्खर आउनुभयो? हजुर। आमा चाहिँ हस्पिटलमै बित्नुभयो? सक्यो। आरोप चाहिँ प्रहरीले बुहारी नै लगाइरहेको छ नि। आखिर के रहेछ यो? तपाईँको मनबाट के लाग्छ? बुहारी कहाँ छ अहिले? खोइ कहाँ छ, कहाँ लग्यो, के भयो थाहै छैन मलाई। प्रहरीले चाहिँ बुहारीलाई लगेको रहेछ हजुर है अनुसन्धानको लागि कि बुहारीले नै त्यो विष हालेको हो कि किन प्रहरीले चाहिँ लिएर गएको रहेछ? तपाईँलाई के लाग्छ? खोइ अब हालेको होला भन्ने चाहिँ उही माथिसँग चाहिँ भयो, अरू माथि कोहीसँग छैन। भतिजो माथि पनि छैन, छार छिमेको माथि पनि छैन, उसै माथि हो। डिस्कस घरिघरि परिरहन्थ्यो, कुरो मिल्दैन थियो, अर्को मान्दैन थियो, टेर्दैन थियो। तपाईँलाई पनि शङ्का लागिरहेछ? बुहारीमाथि नै? बुहारीमाथि नै, अरूसँग कोही यहीँ छ छर छिमेक, कोही छर छिमेक। हुनु त म छुतो छु, हकार्छु पनि, रिसाउँछु पनि, भन्छु पनि, उसलाई यसो कुट्छु पनि पो। तर नहुने काम नगरोस्, हुने काम गरोस्, हुने काम खाओस्। म जस्तो छ त्यस्तै किस्मत गरेर खाओस् भन्ने मेरो चाहिँ धारणा। नचोरोस्, नढाँटोस्, भएको कुरो छरछिमेकमा मागोस्, खाओस्, अर्काको पनि म खुवाउँ न्याउँ भन्ने चाहिँ मेरो विचार छ। तपाईँको भतिजो बुहारी होइन? तपाईँहरू पहिला चाहिँ एकै ठाउँमा पकाएर खाने? 1 वर्ष एउटै भान्सा? 1 वर्ष? 1 वर्षदेखि। अनि त्यहाँबाट गर्दै लगेपछि भएको चाहिँ चुस्नु, उसलाई मजा गर्नु, खानु पायो भने ऊ खुसी। किन छुट्टिनु भयो त? अनि त्यहाँबाट भान्सा चाहिँ छुट्टिनु भयो? अब भने जस्तो नहुने, भनेको बेला बुढाबुढीलाई नपकाउने, ऊ कति बेला खानु मन लाग्ने, कति बेला गर्नु मन लाग्ने। अनि त्यस्तै यस्तै अब खानापिनामा यसो गरे भनेको कुरोमा नगर्ने, अर्कोतिर गर्ने। अनि भएपछि छुट्टियो। अब मेरो सम्पत्ति छ, उनीहरूको खटाउनुमा मैले खानु पर्ने जस्तो भयो। अनि त्यही कारणले छुट्टियो। भतिजो बुहारीको सम्पत्ति भन्ने केही छैन यहाँ? खै के छ के छैन मलाई थाहा छैन। होइन, तपाईँले स्पष्ट भनिदिनु होला बुवा, भतिजो बुहारीको सम्पत्ति छ कि छैन यहाँ? खै छैन भन्दा एउटा बस्ने खाट पलङ चाहिँ छ, त्यति नै हो। यो घर तपाईँकै हो? मैले बनाएको त। के भन्थ्यो भने यो घरमा त मलाई पनि बुढेसकालमा भएको बेला यो थोत्रे घर बनाएको, म त 3 तला घर पो बनाएर राख्छु, बस्छु भन्यो। कसले भन्नु? बुहारीले चाहिँ, छोराले भनेन। त्यस्तो हिम्मत छ, हाम्रो शक्ति छ भने। अनि त्यहाँबाट अब भाइकै छोरा पनि पाउन आयो। अनि त्यहाँबाट सल्लाहको ढोकासको खोलेर ओर्दै ओछ्याउँदै यता दिन्थे। अनि त्यहाँबाट अब भाउजू त्यस्तो छ भने अब कहाँ कसरी राख्दो रहेछ, कसरी सुत्दो बस्दो रहेछ भनेर त्यो खोलिन, उगाडिन दिइन भए त्यो सानो भतिजो आउँदाखेरि पनि। अनि सुँगुर पाठा जस्तो एकै ठाउँ सुत्यो बस्यो। सुन्नु न बुवा, तपाईँहरू एकै ठाउँमा भान्सा रहेछ। अहिले तपाईँको भतिजो बुहारीको भान्सा उता किचन कोठाभित्र छ, तपाईँको गुवालीमा छ, गाईको गोबर भए ठाउँमा। हजुर। किनभने तपाईँले पनि भित्र राख्नु, तपाईँको घर रहेछ, भित्रै कोठामै भान्सा राख्दा हुँदैन थियो, किचन बनाउँदा हुँदैन? अब कस्तो भने टिनमा धुवा लाग्छ अरे भनेर यहाँ आफ्नै खुसीले नै तपाईँले यहाँ बनाएको। अब किन छाँदाको माल बिगारिदिनु? ठिक छ ठिक छ। अर्को सोधेँ तपाईँलाई। हजुर। तपाईँको भतिजोसँग, तपाईँको भतिजो बुहारीसँग कतिको तपाईँको चाहिँ डिस्कस भनाभनी हुन्थ्यो? अराउँदाखेरि नटेर्ने, ऊ ठुलो हुनु खोज्ने। कतिको चाहिँ डिस्कस हुन्थ्यो तपाईँहरू? भनाभनी चाहिँ हुन्थ्यो सधैँ? भएर महिनामा कतिचोटि हुन्थ्यो? अब महिना वर्षमा 1-2 खेप भइरहन्थ्यो नि। उसको सुसुरको उ गर्थ्यो, म उसको हेर्दैन थियो। आफ्नो सुसुरको, आफ्नो माना मेरो, आफ्नो ऊ मात्रै 2जनालाई हुने, कमाउने, खाने। उनीहरूको दिए पनि म नखाने, दिँदाखेरि पकाएर दिए पनि म नखाने। पैदा छुट्दै भनेको तैँले दिएको पकाएको पनि खाँदिनँ, मैले पकाएको दिएको पनि अमृतै पकायो भने पनि, बिखै पकायो भने म दिन्न। भतिजसँग बढी झगडा हुन्थ्यो कि बुहारीसँग हुन्थ्यो? भतिजसँग त हुँदैन थियो, त्यति बोल्दैन थियो। बोल्दैन थियो? बुहारीसँग मात्रै हुन्थ्यो?
बुहारीसँग चाहिँ यही पानीमा हुन्थ्यो बुढी कानमा बाउ गर्ने झ्याएर अब माथि मटर चलाएपछि ठुलो सल्ता गर्छ अनि झिजो मान्थ्यो त्यसो नगर्न भने अनि पानी हल्ला त्यतै पकाउने गाईको सबै हुने त्यो नगर्न चाहिन्छ भने चाहिँ ठिकै छ चलाउनुपर्छ यता दे ढुगा फाटा भन्यो यहीँ जुन यहीँ गर्छु के गर्छस् भनेर सकभर कुट्नु पनि खोज्थ्यो कुट्नु पनि खोज्थ्यो तपाईँलाई आमालाई पनि कुट्नु खोज्थ्यो आमालाई त बडा आँखा नदेख्ने देख्ने भएर उगार्ने भाजपलाई झमेटा भने त फेरि बुझ्दै त त्यस्तो बुहारी लगाएको छैन अहिलेसम्म लाएन पक्रिनु पायो भने त आँखा नदेख्ने भए पनि यस्तो बुहारी त कक्राउँछ कक्राउने तर ममा हुन्थ्यो जस्तै तपाईँले अलिकति सोधिहालेँ यहाँनिर चाहिँ यहाँ गाउँलेको भनेअनुसार चाहिँ प्रहरीले अनुसन्धान गर्दै लाँदा खोज्दै लाँदा चुल्हाभित्र चाहिँ तपाईँको चुल्हाभित्र चाहिँ त्यो विषको डब्बा भेटेर लगेको रहेछ त्यो सुन्नुभयो त्यस्तै सुनेको आँखाले चाहिँ देखिनँ अब थाहै भएन त्यो विष अब त्यहाँ झारेको छ त्यसरी लगाएको चाहिँ थाहा पाएको झारेको ओरेको राखेको ओरेको दिएको चाहिँ देखिनँ तपाईँले विष त लिएर चाहिँ मुसाको लागि केको लागि राख्दिनँ किन हत्या गर्नु मुसालाई पनि बरु यताउता बिरालो सिरालो छ यसो उसो उहीँ यताउता अलिअलि छाडछुड बनायो भने भागिजान्छ नि त्यो अखेर त्यसले खाने हो अब मेरो छोरा छैन छोरी छैन त्यही मुसा फट्याङ्ग्रा किरा फाराले खायो भने रह्यो भने म पछि पाउँछु किन हतार गर्नु तपाईँको छोरा छोरी नभएकै कारणले तपाईँले भतिजो बुहारी लिएर राख्नुभएको यहाँ राखेको पनि आफै आएको के भन्दै आयो आफै अब हेर्ने गर्ने भने पहिला पहिला अब तपाईँलाई स्याहार सुसार गर्ने भन्यो अब होला नि त अब गर्छ होला अब बुढेसकाल हुँदैछु उमेर सकिँदैछ गर्छ होला गरोस् पनि मलाई पनि खुवास् भनेको पारा राम्रो नदिएपछि अनि छुटफुट भएको भन्छन् जस तपाईँले नै रासिन पानीहरू लिएर चाहिँ उहाँहरूलाई खुवाउनुहुन्थ्यो कि 1 वर्ष त खुवायो नि त अब कमाएको त नै अब तल खेतको धान आफै कमाउँथेँ ल्याउँथेँ 40-50 मन थन्काउँथेँ अनि खण्डन पर्सले पुगिजान्थ्यो नि राम्रो हिसाब किताबले खानु भने राम्रै हिसाबले फेरि 2-2जनाको ऊबाट भत्ता पाउँथ्यौँ माछा मासु खानु पनि पुग्थ्यो गाई दुहुन थियो गाई 2-3वटा थियो अस्ति भर्खर एउटा बिहाइ गएको बेचेँ एउटा अब ब्याउने छ अब कम लाउँदै छ दुःख गऱ्यो भने सुख हुन्छ मिठो खानु पाइन्छ भन्ने आशामा बुढाबुढी हुँदा त हुँदो रहेछ नि त अहिले गाउँले तपाईँको स्थानीयवासी यहाँका गाउँले तपाईँकै पल्लोपट्टिको छिमेकी भनौँ वल्लोपट्टिको छिमेकीहरू भनौँ होइन उहाँहरू पनि एकदमै डराइराख्नु भएको छ अहिले खै अब तपाईँहरूको घरमा यस्तो घटना भएदेखि अब म चाहिँ गर्दिनँ गर भने पनि लगाए पनि तँलाई त्यो नगरी हुँदैन मार्छु भने पनि बरु मोटैपट्टि राख्छु म छिमेकी त्यो अधर्म गर्नुपट्टि राख्दिनँ सबैले तपाईँ त राम्रो हो एकदम धर्मती मान्छे हो सोझो मान्छे हो आफै पसिना चाहिँ बगाएर खाने मान्छे हो यहाँनिर चाहिँ मुसाले धान खाँदा पनि खाओस् धर्मै हुन्छ भन्ने मान्छे हो भन्ने खालको अघिल्लो भिडियोमा आएको थियो तपाईँ धर्मती मान्छे भनेर छिमेकीले भन्दै हुनुहुन्थ्यो तर अब बुहारी त अनुसन्धानमै छ प्रहरी तपाईँको बुहारीसँग चाहिँ डराइरहेको छ नि स्थानीयवासीहरू खै अब छिमेकी जान्ने त्यही बुहारी जान्ने म जान्दिनँ जान्नुहुन्न अब जान्छु भन्नु कसरी भन्नु त जान्ने थियो भने त यस्तो उनी गरिदिनु थियो होला आमाले योभन्दा पहिलाको घटना चाहिँ किन कसैले नसुनाउनु भएको त निको भइगयो के सुनाएर पनि भन्यो यादै गरिएन काममा व्यस्त थियो क्या मेरो यो अब चाहिँ पटक 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 चाहिँ खानामा विषहरू मिसाएको भनेर भन्नुभएको थियो अघि अफ क्यामेरा पटक पटक तपाईँको लागि मिसाएकै हो खानामा मिसाएको हो 2 फेर हो 2 फेर चाहिँ भयो मिसाएकै हो अरू बेला पनि पऱ्यो तर बाख्राको लटपट हुँदा पनि विषादी लगाए जस्तै हुन्थ्यो बमिट क्या तर बाख्रा चाहिँ हाम्रो कुदले सहँदैन सबैभन्दा जेठो पाएको म कुद मान्छु म बाख्राको लटपट पऱ्यो भने पनि यो विष लगाएको जस्तै हुन्थ्यो यो तर त्यो चाहिँ त्यति यताउता भएपछि कटुस पानी दिएर चखाएपछि छोड्थ्यो यहाँका स्थानीयवासीले देखे अनुसार त्यो विषय हो भनेर चाहिँ हेरे देखे होइन तर हामी डक्टर त होइन कोही पनि तर तपाईँलाई डक्टरले चाहिँ के भन्नुभयो उता डक्टरले खोइ सोधिन पनि भनेन पनि आमाको पोस्टमार्टम रिपोर्ट कहिले आउँछ भनेर थाहा छ तपाईँलाई थाहा छैन सोधिन पनि खोजिन पनि आफ्नो उमा आइगयो
थाहा छैन। थाहा छैन। अब बुहारीलाई के गरोस् त नि? अब अझै चाहिँ कानुनले छोडोस् कि नछोडोस्? अब त्यस्तो मान्छेलाई कसरी कानुनले छोड्नु पर्छ त? नछोडोस्। हामीलाई त गरे अनेकलाई पनि अब बानी परेको मान्छेले गर्छ। भयो छरछिमेकसम्म रिसिभी छ। अब एकैमा मतलब बसिँदैन नि त। भोलि कानुनले छोडेर फेरि आएर यहीँ बस्छु भन्यो भने तपाईँसँगै तपाईँलाई चाहिँ हेरचाह गर्छु, बुढाबुढी भयो, खाना पकाइदिनु। दिनजेल दिएँ जसुकै भए पनि आफ्नो लाली लाछे आफ्नो छोराले दिइहालेको जसुकै होस्, नाति नजानको माया भयो दिएँ। तर अबदेखि चाहिँ उसको भूत आयो भने पनि दिन्न। पटक्कै बरु मरेर म आफै जान्छु, तर बस्नु दिन्न। पटक्कै पस्नै दिनुहुन्न? अब नदिने। छोरा बुहारीले चाहिँ अब बुहारीले चाहिँ ल्याउँदिनँ, छोरा म एक्लै आएर चाहिँ अब बुवालाई हेर्नु पऱ्यो, हेरचाह गर्नु पऱ्यो भनेर छोराले भन्यो भने? अब छोरा माथि भएन, भाइ छ, उसको बाबु छ। बाबु माथि नै र छरछिमेकी माथि नै हरेक कुरो डिस्कस गरेर जिम्मा हुन्छ। अब बुहारी त्यसो भने अब बुढेसकालमा बुवा हेर्नु आउँछु ससुरा बुवा भनेर आउँदाखेरि नदिने? अब किन हेर्नु पर्यो? त्यस्तो गर्ने बारेले हेर्नु किन पर्यो? पक्कै गरेकै हो त्यो? पक्का उस बाहेक कोही नै होइन। बिसालेकै हो? ठोक्वा दिनुभएको है? यो जसुकै ऊ पनि मरेर भोलिपर्सि जान्छ, म पनि जान्छ, ऊ बाहेक कोही नै होइन। छरछिमेक माथि पनि छैन। परिवार पनि ऊ भएर गएँ, अपरेसन गरेर आएँ। छरछिमेकले खाना बनायो, बाबा आफ्नो जान त्यसो आँखा नदेख्ने सबै छरछिमेकले खुवायो, पाली मलाई तन्दुरुस्त बनायो, गरेँ। त्यहाँबाट पनि चाहिँ अब यसपालि पनि गर्दैछ, खुवाउँदैछ, सबै छरछिमेक माथि नै छ। भतिजो माथि चाहिँ कतिको शङ्का छ तपाईँलाई? त्यो लाटा भएर त यो बिग्रेछ। बाछा भइदिएको भएदेखि त यो कुरो त पहिल्यैदेखि जरादेखि बिग्रेको हो। ए लाटा छ अलिक। आमा बाउले भनेको कुरो त नसुनेपछि बडाबाबुले भनेको के सुन्ने? अनि मैले पनि दिएको मानेर सोध्दिनँ खोज्दिनँ भन्दिनँ पनि। यस भतिजो निर्दोष छ? निर्दोषै छ भतिजो चाहिँ? लाटा छ। लाटा भनौँ कि बाछा भनौँ कि खोइ के भनौँ भन्ने कुरो अरू कुरोमा भन्दामा एउटा जिनिसमा त्यसको लोभिएको छ। त्यही जिनिसले गर्दाखेरि कस्तो जिनिसमा लोभिएको छ एकचोटि बताइदिनु न। नभन्ने जिनिसमा त्यो लोभिएको छ, त्यति मात्रै हो, अरू कुरोमा छैन। यतिले पैसा त अब काम गर्नु जान्छ, कसैसँग साथीभाइसँग खाजा पानी पनि खाइन्छ नि त। त्यो पैसाको पनि हिसाब दिनुपर्छ, दिएन भने भाडबाजो हुन्थ्यो। आमा चाहिँ त्यो जुन विष खाएपछि धेरैचोटि चाहिँ टोयलेटको छेउमा पनि लड्नु भएछ, ग्वालीमा पनि लड्नु भएछ, बिचरा एक आँखा नदेख्ने आमा होइन। र यस्तो अब आफै आँखा देखिरहेको छैन, त्यस्तो अवस्थाको लागि बिखाउँदा यति बेला आमासँग छुट्टिनु भयो तपाईँ होइन? अब कालले लाने बेलीमा जबरजस्ती मार्यो, कालमा गयो होइन? आमा कति सम्झिनुहुन्छ होला होइन आमालाई त? अहिले सम्झिनु पर्छ नि, परेर पनि के गर्नु? अब सम्झेर पनि भएन, नजाने बाटोमा गइगयो, नहुनु भइगयो। अब अहिले आमा चाहिँ कहाँ छ ठ्याक्कै? चाहिँ उता हस्पिटलमै बितेर देहीवरी जङ्गल पुऱ्याइसक्यो, उसको काम कुरो पनि भइसक्यो। ए हो र? कहिले हो भएको चाहिँ? के बार भयो यहाँ छिमेकीहरूलाई थाहा होला नि। अस्तिको दिन बिहिबार। ए बिहिबार हो? बुवा त जानु भएन होला? तपाईँ जानु? म गएको छैन, हेरेको छैन, कस्तोमा राख्यो के गर्यो थाहै छैन। मैले भनेको तँ अलिअलि ऊ हुँदाखेरि अक्सिजन एकदम खोलेर राम्रै हिसाब किताबमा राखिदिनु, कति के लाग्छ सबै साथीभाइले किनकान उमा के लाग्छ गरिदिनु, पछाडि आएर राम्रो भएर मिलाउँला। सकिगयो भने पनि तिमीहरूको खेतीपुती हुने छँदैछ। तपाईँहरू सबै यहीँ छिमेकी हो भनेर भनि पठाएको थिएँ। तपाईँहरू छिमेकी हो यहाँ सबै? अस्ति बोल्नु नि तपाईँ नै होइन? को पो अस्ति बोल्नु नि? कति वर्षसँगै बस्नुभयो आमासँग? आमासँग भयो होला झन्डै 50-55 वर्ष जस्तै बस्यो सँगै। त्यत्रो वर्ष बस्नुभयो? त्यत्रो वर्षमा बस्दा उसको अर्काको जान लिएको मैले। उसको अर्कोपट्टिको बुढोको त छोरा छोरी नाति पलातीसम्म त मेरो बुढीको त पलातीसम्म भइसकेको छ।
अझ 81 होइन यस्तो विकालमै गयो मारिदियो भनौँ न कि कालगतिले गयो कालगतिले होइन कालगति त होइन नि अब बिस खाएर उ भएर अब सबैले देखेर भएर गएको बस्थे छोराहरू आए त छोराहरू पनि सबै मरिसक्यो एउटा माइलो छ अलिक पैसा तानेर खाएको छ त्यो आउँदैन उसको छोरा आएको थियो बुढी आएको थियो त्यो तपाईँहरूले आएको थियो तपाईँलाई थाहा हुँदाखेरि उहाँ बुवालाई थाहा छैन अहिले होइन अहिले चाहिँ जुन बुहारी अनुसन्धानमै छ प्रहरीको उयो हुनुहुन्छ भन्नुहुन्छ अब के थाहा उयो त हुन्छ भनेर भनिराखेका छन् उनीहरूले ए अनि के अरे आमालाई त लिएर सद्गत गरिसकेछ होइन अनि पोस्टमार्टम रिपोर्ट आएको छैन तपाईँलाई थाहा छैन थाहा छैन हामीलाई भाइलाई नै थाहा होला कुन भाइलाई यहाँ भाइलाई नै उ बडाको भतिजो कहाँ हुनुहुन्छ भतिजो चाहिँ अहिले तपाईँको यी हुनुहुन्थ्यो कता जानुभएको छ ए अहिले नै हुनुहुन्थ्यो बडालाई उहाँले नै स्याहारिरहनु भएको छ अहिले जस उहाँ अब अर्काको ज्यान हत्या गर्छ अर्कालाई खुवाउँछ अर्कालाई गर्छ भने अब हामीलाई त गरियो भइगयो अरूलाई पनि गर्नु सक्ला छिमेकी डराइरहेका छन् छरछिमेकसँग भारी सिबी होला छिमेकी त पुरै डराइरहेका छन् अहिले हामीले अफ क्यामेरा अघि भन्दै हुन्थ्यो अब बुवाको घरमा बुवा त एकदम धर्मती मान्छे हो राम्रो मान्छे हो तर यस्तो घटना घटायो अब हामी चाहिँ डर लागिरहेको छ भन्ने खालको कुराहरू गर्दै हुन्थ्यो छिमेकीले अब छिमेकीको कुराहरू पनि सही नै होला नै अब पक्कै पनि दर्शकबिन म के भन्न चाहन्छु भने यी बुवा एकदमै सोझो हुनुहुन्छ उहाँलाई केही पनि थाहा छैन र यति बेला बुहारीलाई आरोप मात्रै लागेको छ आखिर के रहेछ यो पक्कै पनि प्रहरी अनुसन्धानमा पक्कै पनि छानबिन गर्दै लाँदा थाहा भइहाल्छ पाप गरेको विष खुवाएको हो होइन प्रहरीले पक्कै पनि अनुसन्धानमा निकाल्नु पर्ने हुन्छ र जुन विष दिनेलाई पक्राउ गर्नुपर्छ कसले गर्यो अहिलेसम्म अनुसन्धान मात्रै छ र पक्रिसकेपछि उहाँलाई कडाभन्दा कडा कारबाही पनि हुनुपर्छ कानुन अनुसारको किनकि यी बुवालाई केही पनि थाहा छैन यस ठाउँमा यो ठ्याक्कै ठाउँ त के पो बुवा यो लालबिग्दी डाँडा ज्योति टोल भन्छ वडा नम्बर त थाहा छैन हौ बिर्सिँदै लगे बुढोखाडा वडा नम्बर कति अरे हाम्रो 2 यहाँका स्थानीयहरू पनि एकदमै त्रासित छ डराइरहेको अवस्था छ यति बेला पक्कै पनि अर्को भिडियो लिएर हामी फेरि पनि बुवाको कुरा लिएर आउने नै छौँ भन्दै अहिलेलाई भने म विक्रम लिम्बू बिदा हुन चाहे हस्त नमस्ते स्योर